उसले दिएको विचारले राष्ट्रलाई कति वर्षसम्म नेतृत्वदायी भूमिका खेल्न सक्छ, दिन सक्छ, त्यो वैचारिक शक्ति र सामर्थ्य भएका व्यक्तित्वलाई युवा भन्नुपर्छ। अहिले आएका युवाहरू कोही बैंक ठगी गर्ने, कोही चाहिँ म एउटा युवा चाहिँ अहिलेसम्म त्यो एउटा हर्क साम्बाङलाई म देख्छु भाइ। मैले अब म तटस्थ धरातलबाट उभिएर भन्ने मान्छे हुँ। अहिलेसम्म भोलि उनको अवस्था स्थिति के हुन्छ म भन्न सक्दिनँ, तर उनले जुन श्रम शक्ति र आफ्नो चाहिँ माटो जगाउँ, कसैको दान दयाले, कसैको भिख मागेर, कसैको भिक्षा लिएर राष्ट्र बन्दैन। भिक्षा लिएर अर्काले मागेर मान्छे कोही धनी हुनसक्छ? पृथ्वीनारायण शाहको साँच्चै अनुयायी भने चाहिँ हर्क साम्बाङ जस्तो मात्रै लाग्यो कि मलाई। होइन, पृथ्वीनारायण शाह हेर्नुहोस्, पृथ्वीनारायण शाहले दिएको विचार भने तपाईँले भन्नु कालजयी विचार हो। तपाईँले भन्नु नि 1200 घरधुरीबाट 1-1 रुपियाँ उठाएर एकीकरण सुरु गरे भन्नुभयो होइन। अहिले हर्क साम्बाङले के भनिरहेका छन् भने हरेक घरधुरीबाट हामी श्रमदान गरेर देश बनाऊ भनेको। अब यहाँ त कस्तो पर्यो भने हेर्नुहोस्, हर्कले रगत बगाएर होइन, पसिना बगाएर बन्छ देश, ढुङ्गा हानेर होइन, ढुङ्गा बोकेर पनि बन्छ देश भनेर उनले सिकाउन खोजे। तर यहाँ हर्कको बारेमा बोल्यो भनेर आफ्नै साथीभाइहरू चाहिँ बोल्न छोडे मसँग। हर्कको बारेमा यसले धेरै इन्टरभ्यू लियो भनेर मलाई इन्टरभ्यू दिनै छोडे मान्छेहरू।